पार्कतिर घुम्न आइयो, भरे ड्युटी छ, यसो कति सुत्नु भनेर आइयो पार्कतिर घुम्नलाई। त्यस्तो छ घुम। हेर्नुहोस्, एक्लै छु दुनियाँमा, जन्मेकै एक्लै, मर्ने पनि एक्लै हो के अरे होइन। आइयो, घुम्यो, रमाइलो छ जिन्दगी। यस्तो खालको पार्कहरू छ होइन, मजाले सरर रमाइलो रमाइलो कुराहरू, चराको बच्चाहरू यहाँ खेल्दैछ टेरेरेरेरे गरेर, पुरा कौवाहरू पनि कराउँदैछ टेरेक 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 टेरेक। बोट बिरुवाहरू, पहाडहरू, मसिनो मसिनो पहाडहरू, चिल्ड्रेन पार्क। आउनुहोस्, तपाईँलाई स्वागत छ। सिङ्गल मान्छेलाई चिल्ड्रेन पार्क भएर नि के गर्नु होइन, बच्चै छैन यो चिल्ड्रेन के काम पार्क, आफै बच्चा बनेर खेलिदिनु कि हो। गरी सरहरूले पनि गेट पनि जहीँ तहीँ बनाएर यार, अहिले त पहिला त ऊ पर हुन्थ्यो गेट, अहिले त छैन। यो खेल्नुपर्छ कि क्या हो यार, एकचोटि टुङ टुङ हामीले खेल्नु पाउँछ पाउँदैन, नखेलौँ होला, त्यहाँ पिङ छ छन् त, एकलट हान्दिउँ क्या हो, हेरौँ होइन, पिङ खेलिदिउँ भनेको। एक्लै रमाउनु पनि एकदम खुसीको कुरा हो। ये सब क्या है, इसको नारा ये बता रहा है। टीम पनि खेल मजा आयो। अघि नै यता आउनु पर्ने रहेछ यार, मजाले टक्राक टक्राक लगाएर खेल्नुलाई आनन्दले। चिल्ड्रेन पार्कमा के काम, चिल्ड्रेनै नभएपछि म सिङ्गललाई भन्थेँ, आफै चिल्ड्रेन भयो भने खेल्यो, अब भोलि पर्सि चिल्ड्रेनले खेल्दै जाने। अब भोलि पर्सि, अहिले चाहिँ एक्लै खेलिन्छ, भोलि पर्सि यहाँनिर मेरो गर्लफ्रेन्ड हुन्छ, मजाले यस्तरी खेलिन्छ। मेरो गर्लफ्रेन्ड र म, मेरो गर्लफ्रेन्ड तिमी कता छौ, छिट्टो आउनु पऱ्यो, यहाँ एक्लै भयो, सिङ्गल भयो, दुनियाँमा हेप्यो मान्छेहरूले। आऊ तिमी, आऊ त डरलक्क लगाएर। अब एकछिन खेल्यो, फोटो खिच्यो, अब जान्छु, बाई बाई यो ठाउँलाई। ल दाजु बाई बाई, जान्छु ल दाजु। दाजुहरू घाममा काम गर्दै हुनुहुन्छ, शीतल छहारी खोज्दै खोज्दै म पनि जान्छु अब। ल टुङ 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 यताबाट जानु मिल्छ होला नि होइन, मिल्छ। यस्तो दामी ग्रास काट कटिङ हानेको छ यार, यस्तो मिठो। अरे यस्तो ठाउँबाट निस्क्यो भने त मलाई कुट्छ होला त यार, माफ पाऊ है, मलाई त यहीँ साउजीहरूले भने हो यहीँबाट निस्क्यो भनेर यार। गेट अहिले खुब यही हो गेट भनेर देखाएको मलाई चाहिँ। ल यस्तो छ जिन्दगी। अब चिसो खाने हो, ट्याक्क लाएर चिसो खाने हो, बिस्तारै बिस्तारै हिँड्दै हिँड्दै जाने हो, सर्लक्क लाएर हिँड्दै हिँड्दै जाने हो। फोड्ने पो कसरी त अब यो, सरी दाजु, प्रहरीको गाडी जस्तो छ त यार। छ्यास पारियो, अब जाने हो जुस खाँदै खाँदै। चेस भन्नै बिर्सेछ यार, चेस है, ढिलै भयो नि चेस।
जाने हो घाममा मर्नु भइसक्यो घाम कहिले काहीँ यसरी फ्रेस हुनु निस्किनु पर्ने रहेछ यार निन्द्रा माया मारेर भयो पनि त्यस्ता मुला त्यस्ता पाजी भन्थ्यो साम्पाङ सरले त्यस्तै गर्नुपर्ने रहेछ यस्ता गर्ने यस्ता गर्ने पेप्सी खाएर साला बियरको धाक दियो त भन्ला दिन्छु तैँले के गर्छ पेप्सी खायो बियरको धाक दियो के गर्छ त त्यस्ता मुला फेरि घाम आयो के हुन्छ त्यस्ता मुला चेस छ अझै यस्तो घामले के गर्छ आफरे चस्मा खोल्यो भने त बौलाउने रहेछ थैट भन्नु नहुने रहेछ चस्मा लाउनु पर्ने भयो यार चस्मा लगाएर थैट भन्नुपर्छ चस्मा नलाइकन थैट भन्यो भने त बौलाउने रहेछ आमामा घाम त छवटा लागे जस्तो हुने रहेछ थैट ब्राइटनेस कम करो न ब्राइटनेस ल गाइस अब म चाहिँ मेरो वासस्थान मेरो यहाँको घर भन्ने ठाउँमा आइपुग्यो आजको दिन मजाले टिकटक बनाइयो टन्न अगाउनी गरेर अब वाक्क दिक्क लाग्छ को हो फेसबुकमा के अरे सरी फेसबुकमा अरे टिकटकमा लाइक हान्ने मान्छेहरूलाई कमेन्ट त हान्दैन मलाई थाहा छ त्यही पनि लाइक हान्ने मान्छेहरू रुनी हो अब यसले कति टिकटक बनाएको एउटै लुगामा भनेर के गर्नु त बल्ल बल्ल पार्कमा निस्किनु पाएको हुन्छ अब के गर्नु दराजे बोकेर जानु भएन बनाइदियो त्यही प्रोग्राममा जतिसुकै रिस उठे पनि जतिसुकै खुसी लागे पनि यो सुशान्त चोर डाका भनेर छ्याचेक्क लाइक हानिदिनुहोस् ल भइहाल्यो नि त्यति भएपछि ओके छ त आजको लागि यति नै पार्क घुम्यो आइयो एक्लो मान्छे एकल यात्री भने जस्तो एकल मान्छे सिङसँग एक्लो ल बाई गाइस हेभ अ नाइस डे अब रुममा गएर नुहाइधुवाइ गरेर चटक्क परेर सुत्नुपर्छ नुहाएर भरे ड्युटी छ ओके छ त ल घाम छवटा लागिरहेछ यार कस्तो ल यस्ता घाम ल बाई गाइस